हाम्रो ट्राफिक सरहरू रहेछ तर त्यहाँ पार्किङ गर्न त नपाउने हो हेलो नमस्ते वेलकम टु द ब्लग हैन मेरो चाहिँ आज फर्स्ट ब्लग हो अनि अघिदेखि म चाहिँ यसो गोप्रोको सेटअपहरू लिन गएको थिएँ कि गोप्रो चाहिँ अस्ति किनेको थिएँ होइन अनि यो माइकहरू एडेप्टरहरू पनि चाहिँदो रहेछ है बल्ल थाहा पाएँ भन्नाले थाहा त थियो बट भ्लग गर्छु भन्ने इन्टेन्सनले चाहिँ गोप्रो किनेको थिइनँ है अब अनि त्यही भएर अघि दिउँसोदेखि सामानहरू किन्न गई एन्ड त्यहाँदेखि अनि सेटअप हानेर आई अनि उयो पछाडि बस्ने एउटालाई कुरिरहेको थिएँ होइन अनि यसको बाइक चाहिँ आज दाइले लिएर गइदिनु भएको रहेछ होइन सपिङ गर्नलाई के भने गाह्रो छ केटा हो अब एकछिन बस्यो हाम्रो यहाँ एउटा अर्को साथी पनि छ होइन ल बाइकै अफ भइदिएर अक्सिजन सेन्सरकै 8,000 रे भन्छमा अब सर्भिसिङ गर्ने बेला फेरिदिनु पर्ला कि अब म चाहिँ यत्रो पैसा गइसक्यो अहिले माग्न नि कस्तो औडा लाग्ने कि काम दाम छैन केटा हो अनि के गर्नु त नि गाह्रो छ ऊ हाम्रो अर्को हिरो आइसक्यो होइन यहाँ अब भक्तपुरदेखि थानकोटसम्म सबै केटी भ्याउने उही हो भ्याउनी भनेर फेरि अनेक नबुझ्ने फेरिमा चिनेको अब फेरि चिनेको भन्न नहुने होला अब यहाँ अरू नै बुझ्देला भन्ने फिर अनि अब हाम्रो राइडर सरहरू अगाडि बत्तिसक्यो होइन हामी चाहिँ इन्द्रथान जान लागेको हो क्या कालु पाण्डे जान चाहिँ जहिले गइरहेको हो होइन अब यसो भ्लग हानिदिउँ भनेर हाम्रो ट्राफिक सरहरू रहेछ अब आज चाहिँ घाम लागेको छ हिजोमा दिउँसैदेखि पानी परिरहेको थियो अनि दाबिदिउँ न भनेर हामी चाहिँ दोहोरो बाटोमा आइसक्यौँ होइन अब एकचोटि दाबिदिउँ न है रन्डीको छ त क्या टायर चिप्लाइदिएर है तर ठिक छ यतिको चाहिँ हुनुपर्छ होइन ल केटा हो यहीबाट हो इन्द्रथान सुरु होइन हामी चाहिँ अब आनन्दले जान्छौँ बिचरा बच्चाहरूको बिदा हुने बेला भइसकेछ हामी भने 11 बजीसम्म सुत्ने तिर्पल यसरी चलाउनु भएन है केटा हो बस त धुलो उडाउँदै आइदिइसक्यो होइन अब म चाहिँ भाइसँग लगाउने है हामी चाहिँ जस्ट फिल द भाइब केटा हो यस्तो मिठो हावा चल्छ भने यता होइन त्यही भएर नै आउन मन लाग्ने हो होइन आज चाहिँ यसो बिस्तारै नै उक्लिम भनेर होइन यहाँबाट चाहिँ इन्द्रदह 3 किलोमिटर रहेछ यार जस्ट भिडियोहरू बनाउने हो होइन कन्टेन्टहरू सुट गर्ने हो भने चाहिँ जस्ट दामी ठाउँ होइन अहिले चाहिँ अलि कुदाउने पाराले चाहिँ नआइदिनु होला होइन किनकि यहाँ प्रायः एक्सिडेन्टहरू भइरहेको हुन्छ क्या त्यही भएर हो अब आनन्दले जाने आनन्दले घुम्ने होइन किन कुदाउने होइन यतिकै स्पिडमा हिँड्यो भने नि ब्रेकले धान्छ नि त अब मैले भनेर हुने त होइन अब ठिकै मिस नेपाल
यस्तो गरेर केटा स्विजरल्यान्ड पार्क पुगिसक्यौँ होइन यत्तिकै हान्नु पऱ्यो भने त ठिक्क हुन्छ नि जो सबैजना हाइकिङहरू आउनु हुँदो रहेछ खुसी लाग्यो मलाई यो ठाउँमा ट्राफिक हो क्या हो होइन गुराँसहरू चाहिँ के कन्टेन्ट तर त्यहाँ पार्किङ गर्न त नपाउने हो ल म हो यतिको पार्किङ त चाहिन्छ है केटा हो माथि कन्टेन्ट हो भ्यू चाहिँ यस्तो देख्छ होइन जस पहिला हामी के पानी पर्ने बेला आउँदाखेरि है मा यो पुरै हुस्सु त होइन त्यो हिउँ बगाए जस्तो देख्थ्यो कि यस्तो उ त्यो टर्निङबाट हेर्दाखेरि चाहिँ होइन यस्तो मिठो देख्थ्यो भ्यू चाहिँ तर ठिक छ यतिको चाहिँ हुनुपर्छ होइन यो ठाउँ नै दामी हो क्या जति नाम भन्दा नि पुग्दैन क्या तर खोइ हामी चन्द्रगिरीमै बस्ने भएर नि होला हामीलाई नजिक पर्ने भएर होला होइन कहाँ जाने भन्यो भने चिहान इन्द्र थान त्यस्तै हुन्छ तर केटाहरूको सोख पनि हो नि त 500को तेल खर्च गरेर 20 रुपियाँको चिहान जान्छ केटाहरू अनि तर ठिकै हो हामी चाहिँ फाइनल यहाँ पुगिसक्यौँ होइन ठिक छ यसले हेर्न आँखा निकालेर गुच्चा खेल्छ अहिले यत्तिकै चाहिँ हुनुपर्छ केटा हो होइन यसले नि फेरि सेफ पार्किङ हान्देला नि फेरि झन्डै हेरे क्या ल केटा फाइनली हामी पुगिसक्यौँ अघि यस्तोलाई कुरेर चाहिँ ढिलो भएको हो होइन तर पनि होइन चिया खाजासाजा खाएर हामी निस्किसक्यौँ अब धेरै तल नि पुगेको छैनौँ हामी यतै गइरहेकै छौँ है एकछिन बस्यो त्यहाँ कसरी हान्छौ त नि ए के अब उसको चाहिँ भिडियो बनाइदिइरहेको छ केटाहरू सबै आउने भने भिडियो बनाउनु कुदाउनै त हो नि होइन ठिक छ तर आऊ अलि सेफ भएर आऊ होइन सेफ राइड गर जस्ट यति होस् कि तिमीहरूको मिस्टेकले गरेर अरूलाई चाहिँ चोट नपुगोस् होइन त्यसरी राइड आऊ रमाइलो गर ग्रुप आऊ ह्याप्पी हो क्या ल हेर न काठमाडौँ भ्याली त म फेरि कस्तो मुख गाली आइहाल्छ फेरि होइन माइन्ड नभएर है फर्स्ट ब्लग हो आई विल इम्प्रुभ होइन हेर्दै जाउँ माया देखाउँदै जाउँ होइन यो यसरी आइदिन्छ केटा हो जोगेर है जोगेर फुल इन्सुरेन्स छँदै हो म चाहिँ च्याप दिन्छु म त लामो मलाई रिस उठ्यो भन्दा एक्सिडेन्ट भएको रहेछ अघि खोइ के गरी चलाएको हो अब पसलभित्रै गाडी हालिदिन त नहुने हो होइन अब माथि गएर खाएर ह्यान्ड गरेर आएको रहेछ भने त अब के भन्ने हो र यही गाडी हो है ए निकालिसक्यो जस मामाश्री चाहिँ त्यहाँ बसिरहेको रहेछन् होइन पिकनिक गर्नलाई नि ठिक छ हो यो ठाउँ त मिठो ल अब छुट्टिने अरे होइन सँगै आएको एक्लै छोडेर जान लाग्यो ल राम्रोसँग जाऊ साथी राइड सेफ है त यहाँ खन्न थाल्यो अब आधी गाउँ नै आएर हेरेर बस्छ होला नेपालमा बेरोजगारहरूको कमी छ छैन नि मा त जो पनि म चाहिँ पार्किङ त डेन्जर गरिदिइरहेको त यार आज के भएको कन्टेन्टै फर्स्ट कन्टेन्टै म चाहिँ डेन्जर बन्ने भयो त मेरो ठिक छ केटा हो बिस्तारै चलो है मा यस्तो रन्केर नआइदेऊ म चाहिँ गाडीहरू नै पाखा पुग्ने गरी केही छैन
फाइनल्ली घर पुगिसक्यो होइन ब्लग बनाएर त्यस्तै भयो पानी पर्दै के पानी परेर ल्याङ भयो अनि यसो ब्लग हेरिदिउँ के चित्त बुझेन कस्तो चित्त बुझेन यसो भनिदिउँ होइन भर्खर सुरु गरेर आएको हो अनि सबै पर्फेक्ट हुँदैन बिस्तारै बिस्तारै सिक्दै जान्छ अनि होइन ब्लग बनाउन अनि त्यसै कारणले केही सजेसन दिन मन छ भने दिउँ ढुक्क भएर र अब के कुरा भन्नु मन लाग्छ यसो भनिदिनु होला बाइक चाहिँ फेरि जहिले यस्तै हो कि गेटबाट कोही छिर्ने बेला टक्क हेर्नुहोस् न होइन